हेलो नमस्ते एभ्रिवान, वेलकम टु माई ब्लग। मेरो नाम चाहिँ हरिकृष्ण भट्ट होइन, अनि म चाहिँ अहिले जापानमा छु। यो चाहिँ मेरो फर्स्ट भ्लग हो, जस्तो सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला। केही मिस्टेक भयो भने के भयो कस्तो भयो भनेर भनिदिनु होला, कसरी मैले इम्प्रुभ गर्न सक्छु भन्ने कुरा होइन। अनि आज चाहिँ यो भ्लगमा चाहिँ मैले जापानमा के कुराहरू हुन्छ, कस्तो कस्तो हुन्छ होइन, अनि भन्ने कुराहरूको बारेमा भन्छु। थोरै, धेरै त होइन, भन्न त त्यसरी मिलाएर भन्न त हामीलाई नि आउँदैन होइन। अनि अहिले चाहिँ हामी जाँदैछौँ एवन टाउन भन्ने सपिङ मलमा, जहाँ चाहिँ हामीले सामानहरू कस्तो कस्तो हुन्छ, प्राइजहरू कस्तो कस्तो हुन्छ भन्छौँ। अनि सेकेन्ड ह्यान्डको सप छ त्यहाँ होइन, अनि त्यहाँ चाहिँ सेकेन्ड ह्यान्डको सामानहरू कस्तो कस्तो पाउँछ, सेकेन्ड ह्यान्डमा चाहिँ प्राइजहरू कति कति हुन्छ भन्ने हेर्छौँ। ऊ चाहिँ मेरो साथी हो, सो हामी दुईजना जाँदैछौँ होइन। सो सबैजनाले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। हेलो, हामी चाहिँ आइसकेको छौँ होइन एवनभित्र। त्यहाँ चाहिँ धेरै धेरै थरीको धेरै नै छ। अब के छ भन्नु भन्दाखेरि यता चाहिँ हाम्रो कपडाहरूको सोरुम छ होइन, महँगोहरू पनि पाइन्छ, सस्तोहरू पनि छ। अब सामान हेरेर हुन्छ, ठाउँ हेरेर हुन्छ होइन। कुनै कुनै ठाउँमा त्यही सामानहरू सस्तो परेर आउँछ, कुनै कुनै ठाउँमा त्यही सामान महँगो पनि पर्छ होइन। नेपाल जस्तै हो। अनि यता चाहिँ छ पेट सप। यो चाहिँ कस्तो भन्दाखेरि हेर्न सक्नुहुन्छ होइन, धेरै हेर्न सक्नुहुन्छ, धेरै थरीको कुकुरहरू छ। हाम्रो नेपालमा चाहिँ 10,000, 12,000, 15,000मा पाउँछ भने यहाँ चाहिँ हेर्नु होला, यसको प्राइस छ 1,15,000 यसको। त्यसपछिबाट अर्को यो छ कान ठाडो भएको सानोवाला भाइ छ एउटा, यो चाहिँ होइन। यसको प्राइस चाहिँ छ कहाँनिर छ, यहाँनिर छ। यसको छ 1,65,000। यसमा 60,000 यता यस के ब्यागहरू यता त्यो बोकेर हिँड्ने ब्यागहरू सबै गरेर त्यति छ होइन। अनि अर्को छ यता, यसको चाहिँ छ 98,000। यहाँ मान्छेभन्दा मान्छेहरूले बच्चा जन्माएर पाल्नुभन्दा होइन कुकुर पाल्नलाई राम्रो मान्छ, मन पराउँछ, त्यही भएर पनि महँगो हुन्छ धेरै। हामी चाहिँ आइसकेको छ सेकेन्ड ह्यान्ड सपमा होइन। सेकेन्ड ह्यान्ड सप चाहिँ यही हो। हेरौँ भित्रको सामानहरू के छ हेर्नु होइन, म देखाउँछु तपाईँहरूलाई के छ भनेर, अनि कति कति छ प्राइस। यहाँ चाहिँ क्यामेराहरू छ। ल हेर्नु है त, जुत्ताको प्राइस सेकेन्ड ह्यान्डको जुत्ता 23,000, 28,000, 13,000, 28,000, 31,000। तर सब फेरि जुत्ता चाहिँ ओरिजिनल है। हेलो गाइज, हामी चाहिँ फर्किसकेको छौँ होइन। खासै देखाएन, किनभने त्यहाँ चाहिँ त्यस्तो खासै आज त्यस्तो राम्रो सामान चाहिँ केही पनि रहेनछ। त्यही भएर यो मान्छेलाई किन हिरो बनिरहेको हेर्नु, त्यहाँ बसेर पुरै मस्त हिरो बनिरहेको छ। तर भाइ अहिले फेरि म देश निकाला गरिदिउँला नि, फेरि भन्नै नमिल्ने यार। मेरोभन्दा त्यसको अधिकार धेरै छ यो देशमा, मैले त्यसरी भन्नै मिल्दैन। गाह्रो छ, कम गाह्रो छ यार, चित्त दुखेर आउँछ। अनि हाम्रो चाहिँ फेरि यस्तो हुन्छ कि ठाउँको ठाउँ साथी चेन्ज हुन्छ क्या। फेरि एउटा साथी हो, अहिले यहाँ अर्को एउटा यसको चाहिँ के भन्दाखेरि यसो कुरा नगरौँ, यो कुरा गर्न लागेको मान्छे होइन। अनि हामीले चाहिँ सामानहरू किन्यौँ हल्का फुल्का एवनबाट, तर खासै सामानहरू चाहिँ केही पनि रहन्छ। चामलहरू चाहिँ किनियो सस्तोमा भेटेको भएर, फेरि 2,000मा हो नि त 5 किलो। म आउँछु भनेपछि त फेरि अफरमा राखेको रहेछ नि त, अनि किनियो। त्यसपछि अरू चाहिँ खासै त्यस्तो केही पनि छैन, त्यति नै किनेर फर्कियो है। अनि हामी चाहिँ फर्किँदैछौँ अहिले। अब चाहिँ घर जान लाग्यो, सामानहरू हल्का किनेर सकिएपछि। अनि यस्तै छ है। अनि अब यो अक्टोबर इन्टेकमा को आउँदै हुनुहुन्छ होइन, कमेन्ट गर्नु होला। आउनेहरूले केही कुरा सोध्न मन छ भने पनि कमेन्टमा भन्न सक्नुहुन्छ होइन। म खासै धेरै त थाहा नभए पनि 1.5 वर्षको अनुभवले होइन अलिकति थाहा भएको कुरा चाहिँ म पनि सेयर गर्न सक्छु, त्यही नै हो। अनि सब्सक्राइब गरिदिनु होला होइन। जापानमा हुने कुराहरूको, मैले थाहा भएको बुझेको कुराहरूको चाहिँ इन्फर्मेसन दिने कोसिस गर्नेछु। सो सब्सक्राइब गर्नु होला, केही तपाईँहरूलाई काम लाग्ने कुरा पनि आउन सक्छ, त्यसैले गर्दा सब्सक्राइब गरेर राख्नु होला। अनि यस्तै हो। अनि के कुराहरूमा म के कुराहरूमा कन्टेन्ट बनाउन सक्छु, या के कुराहरूमा गर्न सक्छु, या फिर तपाईँहरूलाई जान्न मन लागेको कुराहरू पनि केही छ भने कमेन्ट गर्न सक्नुहुन्छ। म नेक्स्ट भिडियोमा अवश्य नै भन्ने छु होइन। यति भन्दै आजको लागि चाहिँ यति नै है। बाई बाई, सी यू, ओके।